गर्मी भएर धोक्रो बोकी हिँडेको छ हेर गाइज। अनि उतातिर त उहाँ त अब अघि हामीले पिकअप गरेर आएको हो, त्यही भएर खास केही भएको छैन। उसलाई चाहिँ बिचरा गाह्रो भएछ गाइज। हेर्नुहोस् तपाईँहरू कहाँ जान लाग्नु भएको? दुईजना साह्रै थकाइ लाएर बस्नु भएको जस्तो छ हो। अब कसले कतादेखि आउनु भएको नि? बाटो बिर्सिनु भएको, बाटो बिर्सिनु भएको जस्तो छ। खाडो गाउँबाट आउनु भएको हो? हेलो गाइज, अघि चाहिँ हामी कहाँ जाने भनेर भनिरहेको थियौँ। अहिले चाहिँ हामी फाइनली त्यहाँनिर स्विमिङ गरेर पनि यहाँनिर थकाइ पेस आउँदैछौँ। गलेर बल्ल बल्ल बहुत मुस्किलले पानी र अनि कोल्ड ड्रिङ्क्स प्राप्त गरेको छौँ। अनि त्यसपछि म त कस्तो गाली न गाली देखेको हो गाइज है। अनि यहाँनिर बसिरहेको छौँ। अनि उयो चाहिँ त्यहाँ छ है। हामी चाहिँ आफ्नो ठाउँमा आइपुगेर नाच्दै एकचोटि केटी नाच्दै 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 नाच्दिन, कम्मर पनि बाँच्दिन। भाँच्न भाँच ल। के गर्नु गाइस, आँखा खोल्दाखेरि आँखा देखिँदैन भन्छ मेरो एउटा साथीले चाहिँ। चस्मा खोल्दा आँखा देख्दैन भनेको होला, तर पनि ठिकै छ। हामी चाहिँ बुझिदिन्छौँ कुराहरू। उता चाहिँ सास गइसक्यो अरे, ऊ टिकी टिकी भइरहेछ।